अब एउटा भनौँ न खानपिनको व्यवस्था रहेछ। आज म नि पुगेको छु यहाँ है। ल हेर्नुहोस् बिरयानी चाहिँ छ है। ल अब चाहिँ खाइदिनु पर्छ। सेकुवा बाई किलो एन्ट्री गर्दैछु है। ल गाइस सेकुवा बाई किलो, सेकुवा बाई किलो, सेकुवा बाई किलो। पार्किङ कता सर? यतै हो, यतै हालौँ। ए ल हस् हस्। हेलो हेलो। ल यहाँ चाहिँ विशेष सस्तो राइडमा काम गर्ने साथीहरूको लागि, राइडरको लागि विशेष रहेछ। ऊ चाहिँ हाम्रो सन्देश भाइ है, अफिसमा काम गर्नुहुन्छ। ल गाइस जस्ट एउटा राइड सक्यो होइन। मलाई चाहिँ लाजिमपाट मेरो काम गर्ने पार्टनर छ होइन, एङ्गो सस्तो राइडबाट कल आएको थियो होइन। अनि उहाँहरूले चाहिँ राइडरहरूको लागि हुन्छ नि सेकुवा बाई किलो जुन लाजिमपाटमा रहेको छ होइन, त्यहाँ चाहिँ अब स्पेसियल फुडहरू फ्रीमा भनौँ न राइडरहरूका लागि भनेर चाहिँ त्यहाँ व्यवस्थापन गर्नुभएको रहेछ। सो द्याट म त्यहाँ जाँदैछु है। अब लेट्स सी त्यहाँको अपडेट चाहिँ पछि तपाईँलाई भन्छु है त। गाइस फाइनली चाहिँ यो सेकुवा बाई किलो एन्ट्री गर्दैछु है। अब हेरौँ न यहाँभित्रको के छ, राइडरहरूको लागि के कस्तो व्यवस्था छ होइन, हेरौँ न। पार्किङ कता सर? यतै हो, यतै हालौँ। ए ल हस् हस्। ओके ओके ल हस् हस् हस्। एकछिन है। ठिक छ के? ल गाइस सेकुवा बाई किलो, सेकुवा बाई किलो, सेकुवा बाई किलो है। यहाँ चाहिँ राइडरहरूको लागि स्पेसियल चाहिँ हुँदैछ अरे होइन। म चाहिँ अब ठ्याक्कै जाँदैछु। हाम्रो भाइहरू हुनुहुन्छ यहाँ, कता हो? हेलो हेलो। ल यहाँ चाहिँ विशेष सस्तो राइडमा काम गर्ने साथीहरूको लागि, राइडरको लागि विशेष रहेछ। ऊ चाहिँ हाम्रो सन्देश भाइ है, अफिसमा काम गर्नुहुन्छ। ल गाइस सस्तो राइड पार्टनरबाट आज सेकुवा बाई किलोमा विभिन्न राइडरहरूलाई चाहिँ अब एउटा भनौँ न खानपिनको व्यवस्था रहेछ। आज म नि पुगेको छु यहाँ है। ल हेर्नुहोस् बिरयानी चाहिँ छ है। ल अब चाहिँ खाइदिनु पर्छ। ल जति पनि सस्तो राइडर हुनुहुन्छ है, अब आउनुहोस्। यो अफर यो चाहिँ जुन सस्तो राइडले योजना गरेको छ होइन, जुन राइडरहरूको लागि, त्यसको लागि आउनुहोस्। अब तपाईँहरूलाई जे मनपर्छ खाएर जानुहोस् है। यो अफर चाहिँ मिस नगर्नु होला। आज म चाहिँ चिकन बिरयानी खाँदैछु है। तपाईँहरू पनि आउनुहोस्, मजासँग यो बिरयानी खाएर जानुहोस् है।